चिप्सनी महारानी एन्ड राम्री मान्छे तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ आइतबार, आहा 2 दिन घरमा बस्न पाउँदा त हाय हाय कस्तो रमाइलो हुँदो रहेछ नि त हैन। अब के गर्नु, हिजो छुट्टी शनिबार, मैले शुक्रबार के सोचिरहेको थिएँ, आइतबार छुट्टी भए पनि हुन्थ्यो भनेर सोचिरहेको थिएँ। ठ्याक्क छुट्टी भइदियो, वाह कस्तो आनन्द भयो हैन। कस्तो रमाइलो भयो भन्दा पनि दिनभरि यसरी सुत्दै तर म चाहिँ सुतिनँ, किनभने म आज सुते भने भोलि मलाई काम गर्न यति धेरै निन्द्रा लाग्छ। अरू बेला त निन्द्रा लाग्ने, काम गर्दा झन् आज घरमा सुते भने त बानी बिग्रिन्छ नि त। त्यही भएर म सुत्न चाहिनँ हैन, अनि सुतिनँ। अनि अहिले चाहिँ कस्तो हैन, आज आइतबार है, सधैँ यो रुममा नबस्ने मान्छे, आज त हामी फुल टाइम यही रुममा बसिरहेछौँ दिनभरि पनि। अरू बेला शनिबार हुँदैन नि त, अब हामी निक्लिन्थ्यौँ। अनि आज रुममा चाहिँ को छौँ भन्दा जुनकिरी र म छौँ। जुनकिरी यस्तो सुतिरहेको थिएँ, पुरै सपना देखिरहेको थिएँ कि उसको बोयफ्रेन्डको बारेमा, अनि उसको बोयफ्रेन्डलाई देखिरहेको थिएँ। अनि अघि त सपनामा त बोल्दै पनि थिएँ क्या यो, अनि मैले कुटुम कि भने फेरि मलाई कुर्छ नि त नि, कस्तो छ क्या, कस्ती छ। अनि तपाईँहरूलाई थाहा नै छैन कस्ती छ भनेर हैन, नभनौँ फेरि हेरी भने मार्छ। अहिले निदाइसक्यो, अब त मैले यसको बारेमा जे भन्दा पनि हुन्छ निदाको बेला त हैन। अनि होइन चटपटाउने त चटपटाउँदैछ त, निदाकै रहेनछ हैन। अनि म चाहिँ भिडियो बनाएको, मलाई कस्तो सुतौँ भने पनि निन्द्रा लाग्दैन है। अब स्कुल छुट्टी भयो भने चाहिँ कहिले छुट्टी हुन्छ कामबाट, कहिले फुर्सद मिल्छ भने है, छुट्टी भएको दिन पनि फेरि कस्तो जाँगरै लाग्न के, कस्तो छुट्टी नहुँदा चाहिँ के नपाउँछु भनेर कति छुट्टी होला भन्दै बस्यो। लास्टमा घरमा बस्दा यति धेरै झ्याउ लाग्छ हैन। अनि त्यसपछि फेरि घरमा बसेपछि यति धेरै जति बेला पनि भोक लागेको गर्छ। यस्तो पानीमा खाजा लिन जा भन्छ, अलिकति माया भन्ने चिज छैन कि मान्छेमा हैन। यसले मलाई खाजा लिन जा भन्छ, अब के गर्नु, यस्तो पानी पर्दैछ नि त नि। आज त म कस्तो अलिक फ्रेस भयो क्या, कति दिन भइसक्यो मेरो अनुहारमा फ्रेस नदेखेको, तर म त आज फाइनली अलिक फ्रेस देखिरहेको छु। नभए त म पतर गर्ने मान्छे, तर आज अलिक कम, आजभोलि अलिक म सुध्रेको छु, अलिक कम गरेको छु हैन। अनि के भन्छ, आज त असारे 15 पनि हो कि, दही चिउरा केरा खै के ह्यानत्यान खाने दिन। हामीले चाहिँ बिहानै खाइसक्यौँ। आँप र केरा चाहिँ अझै पनि छ क्या, तर मलाई चाहिँ अहिले त्यो खान मन लागेको छैन। मलाई चाहिँ खै के जब कि नहुने चिज खान मन लागिरहेछ हैन, तर पानी परिरहेछ। अनि आज त असारको 15 दिन हैन, सबैतिर धान रोप्ने दिन, हिलोमा खेल्ने दिन। अब काठमाडौँमा रोडमा धान रोप्न जाम भने मिलेन, तर ओइ जुनकिरी मैले त काठमाडौँमा खेतै देखेको छुइनँ। साँच्चै कहाँ छ है, खेतै छैन नि काठमाडौँमा। अन्त नि अब यहाँ खेतै छैन नि त नि। अनि के भन्छ, मलाई कस्तो भोक चाहिँ लागि नै रहेछ क्या। अघि फ्राइड राइस खाएको, फेरि पनि भोक लाग्छ। कति भोक लाग्छ के लप पर्यो कि के हो, जति बेला पनि भोकै मात्र लाग्छ, लप परे जस्तै छ हैन। अनि त्यस्तै छ। अनि के भन्छ, पानी परिरहेछ, चिसो छ मौसम, घाम लाग्यो। फेरि मलाई चाहिँ पानी परेको पनि राम्रो लाग्छ, तर मलाई कस्तो सिक्सिको लाग्छ क्या, कचक लाग्छ हैन। पानी पर्यो भने कस्तो अल्छीवाला भाइ पाउँछ नि त नि, कस्तो धेरै झ्याउ लाग्छ। म चिया खाँदिनँ पनि, पकाउँदा पनि पकाउँदिनँ है। अनि अब म त चिया कहिले पनि खाँदिनँ, चिया लभर चाहिँ यता हुनुहुन्छ। मलाई कस्तो चटपटे खानु मन लागेको छ, चटपटे ल्याउन जानको लागि। मलाई फेरि घरमै बनाएको चटपटे खानु मन छ, तर कस्तो पानी परिरहेछ नि त, अब कसरी जाने हैन। अनि पानी परेको बेला भिज्दै जाम भने फेरि भोलि ज्वरो आएर सुत्नुपर्छ, ज्वरो आयो भने फेरि 3 दिन घरमा बस्न पाइन्छ। त्यस्तो गर्नु हुँदैन, म धेरै छुट्टी लिइसकेको छु नि त, अब त्यस्तो गर्नु हुँदैन हैन। के गर्नु, काममा त अब भोलि जानै पर्छ, तर लाइक फर्स्ट टाइम नै होला यस्तो 2 दिन शनिबार आइतबारै छुट्टी भएको। वाउ कस्तो आनन्द भयो हैन। अब के गर्नु, भोलि काम गर्ने यस्तो धेरै झ्याउ लाग्छ है। अनि
कस्तो लाग्छ होइन। अब जाने ठाउँ पनि कहीँ छैन नि त नि, ल छुट्टी भयो जामै भन्ने पनि आज त छैन कि। त्यस्तो केही प्लान पनि थिएन। आज आइतबार हामीले त्यस्तो प्लान पनि बनाएको थिएनौँ, जान्छौँ भनेर सोचेको पनि थिएनौँ। फेरि हामी जान्छौँ भनेपछि चाहिँ उठेर हिँडिहाल्छौँ, तर हाम्रो केही पनि प्लान थिएन नि त। आज फेरि 15 गते पनि हो, आज दही चिउरा केरा खाने दिन होइन। वाउ भन्दै है मैले दही चिउरा चाहिँ खाइनँ, केरा खाएँ, आँप खाएँ, अनि आलु खाएँ, अनि खै के खाएँ। खाना चाहिँ चिउरा चाहिँ मलाई, मेरो दाँत अलिक कमजोर छ क्या, चपाउनै सक्दिनँ। जुन कि साह्रो कुराहरू त म केही पनि चपाउन सक्दिनँ नि त धेरै जस्तो, किनभने म चपाएर खानु एकदमै मलाई इरिटेट झ्याउ लाग्छ है। अनि अहिले पनि झ्याउ लागिरहेछ। म त आज नुहाएँ, त्यही भएर म कस्तो फ्रेस देखेको छु। मलाई कस्तो मेरो अनुहार कस्तो माया लाग्दो भएको छ। आजभोलि म पहिलेभन्दा अलिक ज्ञानी पनि भएको छु क्या। कस्तो सुध्रेको छु। जुनाले त जहिले त सुध्रेको छेस् भन्छ। जुनाले त मलाई त जहिले कति सुध्रेको छेस् आजभोलि भनेर भन्छ। कस्तो सुध्रेको छु नि ड्यान ड्यान होइन। अनि चिन्दिन नि फेरि भने पारा होइन। मलाई जति बेला पनि भोक लागेकै छ। म लभको लक्षण हो र, लभले गर्दाखेरि मलाई त्यस्तो भएको होला होइन गाइस। अब के गर्नु, त्यस्तै हो होइन। भिडियो पनि 6 मिनटको भइसक्यो, के गर्नु। धेरै लामो भयो भने पनि पोस्ट हुने मुस्किल पर्छ। अनि अब त्यस्तै हो होइन। अब म आज कस्तो नराम्री देखेको भन्दा पनि म राम्री देखिरहेको छु। हुन त म किन राम्री हुनु र, अब मन पराउनेको लागि राम्रै छँदैछु, दुनियाँको लागि जन्मेको पनि त होइन नि। चिन्दिन नि फेरि भने जस्तै भयो होइन। अब दुनियाँको लागि किन राम्री हुनु, मेरो चर्चको लागि म एकदमै हिरोनी के अरे के पो हो के हिरोनी भन्दा कम छैन नि भने पारा होइन। भन्नुहुन्थ्यो त्यही पारा, त्यो हिरोनी भन्दा म कम छैन नि होइन। अब मैले खाजा बनाउनु पर्ने हुन्छ, किनभने अब म भोक लागिसकेको छ। म छाता ओढेर भए पनि म खाजा लिन जानुपर्ने हुन्छ। अनि म भोकै चाहिँ बस्नु सक्दिनँ। अनि हेर्नुहोस् सरजी, म तपाईँलाई अरू नभए पनि खाजा बेची भए पनि पाल्छु है, तपाईँ टेन्सन नगर्नु नि फेरि होइन। अनि टेन्सन नगर्नु नि फेरि। ला मेरो बुढीलाई त केही गर्नै आउँदैन भनेर टेन्सन लिनुहुन्छ भने चाहिँ नगर्नु न। म नुन चर्को हालेर भए पनि तपाईँलाई खान दिन्छु नि फेरि होइन। गाइस अब 7 मिनटको भइसकेको छ भिडियो, किनभने धेरै लामो हुँदा पनि झ्याउ हुन्छ नि त होइन। तर मलाई थाहा छ यो भिडियो प्रायः कसैले पनि हेर्नुहुँदैन, तर मेरो सरजीले हेर्नुहुन्छ, किनभने उहाँलाई मेरो भिडियो हेर्न एकदमै मनपर्छ। म फत्तर गरेको धेरै मनपर्छ। म चाहिँ अलिक धेरै पतर गर्नु हुँदैन नि त। अब म चाहिँ धेरै बोल्छु क्या, अनि धेरै बोल्छु। तर ठिकै छ, तपाईँ टेन्सन नगर्नु के। तपाईँ रिसाउँदा पनि म धेरै पतर एउटा डाइलग, तपाईँ यो सारा दुनियाँ घुमे पनि तर तपाईँलाई सकुन चाहिँ होइन अब भन्छु ल। तपाईँ यो सारा दुनियाँ घुमे पनि तर सकुन चाहिँ त्यति बेलै मिल्छ जति बेला म बक गरिरहन्छु नि सरजी होइन। त्यस्तै हो। अब के भन्छ, ल गाइज बाई बाई। अनि मिस यु, मेरो सरजीलाई धेरै माया, आई मिस यु होइन। अनि के भन्छ, अब चाहिँ म खाजा चटपटे बनाउनु पर्ने हुन्छ। मलाई चटपटे खानु मन लागेको छ, घरमै बनाएर रुममै बनाएर। तर सामान चाहिँ त्यति धेरै छैन, त्यही पनि मलाई त अमिलो नुन खोर्सानी भए हुन्छ चटपटेको लागि। दोकानको भन्दा अनि घरकै मिठो लाग्छ होइन गाइज। अनि त्यही भएर ल मेरो सरजी चाहिँ अहिले सुतिराख्नु भएको होला, त्यही भएर मैले भिडियो बनाएको छु। अनि अब म पोस्ट गर्छु, नभए त ल बाई बाई गाइज। अर्को भिडियोमा भेटौँ ल।